अब साथी आऊ सँगै किमा नुडल बनाएर खाऊँ। अब सबै इन्ग्रिडियन्ट रेडी पार त्यसपछि कराईमा तेल बसाल। तेल बसालेपछि तेललाई एकैछिन तात्न देऊ, त्यसपछि त्यसमा प्याज हाल। प्याज हालेपछि त्यसलाई मजाले एकैछिन चरचर भुटा जबसम्म त्यसको कलर चेन्ज हुँदैन। त्यसपछि तिमीसँग भएको किमा लिग र त्यो चरचर भुटेको प्याजमा त्यो किमालाई हाल र फेरि त्यो किमालाई पनि चरचर भुट। त्यसै गरेर त्यो दुईटै कुरा चरचर भुटेपछि त्यसमा तिमीले स्वाद अनुसार नुन हाल। त्यसपछि फेरि त्यसलाई चरचर भुट, किनभने त्यो नुनको स्वाद तिम्रो किमामा लाग्नुपर्छ। त्यसपछि लसुन अदुवा हाल र त्यसलाई भुट र साइडमा नुडल्सको लागि पानी पनि बसाल। त्यसपछि थोरै टमाटर हालेर फेरि भुट चरचर। त्यसपछि पानी उम्लेपछि त्यसमा नुडल्स राख अनि यतातिर सोया सस राख। त्यसपछि ग्रिन अनियन छ भने त्यो हाल अनि यतातिर नुडल्स पनि रेडी हुन्छ। अब तिमीलाई चाहिएको भनेको चिल्ली ओइल हो। यसको रेसिपी चाहियो भने फेरि मलाई कमेन्ट गर। अनि तिम्रो किमा नुडल्स रेडी भयो सबै कुरा हालेपछि। यम्मी।